अथवा कोरियामा चाहिँ हामीले जमिन खन्नको लागि चाहिँ नेपालको जस्तो टाटा कम्पनीको जस्तो घर बनाउँछौँ। कस्तो हुन्छ हेर्नु है त। यहाँ र केटाहरूमा राम्रो खाना राम्रो यता अल्छी अल्छी छ त्यहाँ अल्छी छोरा मान्छे जस्तो त्यहाँ मैले कस्तो पढाएँ त्यहाँ अनि यहाँ छ अलि अल्छी चाहिँ उहाँ पुगेछ उयो ऊ पर पनि छ दुईजना केटाहरू। हाम्रो सनम भाइ एकदम मेहनती छ केटो। सनम के रोप्ने हो यहाँ यसपालि? यहाँ चाहिँ काँक्रो लोकल काँक्रो अनि चाहिने जो करेला करेला अनि के भन्छ घिरौला पनि लिएर आएको छ अरे हाम्रो शर्माले। घिरौला नेपालदेखि लिएर आएको छ केटोले। भर्खर यहाँ नयाँ बेहुला छ। ल के छ के हो? वेलकम टु अर्को ब्लग। ल ठिक छ। अर्को ब्लगमा केस त खतरा छ त केस हो र। केस त पुरा भालेको जस्तो केस बनाएछ यार केटोले नेपाल गएर। ल है त @ अर्को ब्लगमा सबैजनालाई स्वागत छ है। हामी चाहिँ वर्षै पछि यहाँनिर चाहिँ अर्ग्यानिक फलफुल अथवा सागसब्जी फलाउनको लागि चाहिँ हामी जहिले गर्छौँ। यो चाहिँ 5औं 6औं वर्ष हो अहिले चाहिँ यहाँ करेला एकदम फल्छ। तर अलिकति सेपको कारणले चाहिँ जति हुनुपर्ने त्यति चाहिँ हुँदैन। र पनि यसपालि चाहिँ अलिक मल ल्याइन्छ नि। ए दामी 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 यार। ल यहाँ हाम्रो मेहनत साथ हाम्रो गणेश भाइ खन्दैछ। यता हाम्रो मेन फेरि यताको आजको सुपरभाइजर सुरज छ यहाँ छ। यताको यो जग्गा मालिक हो फेरि सुरज भाइ चाहिँ। ओ जग्गा मालिक यता हेर न एकचोटि यार के छ के रोप्ने यहाँ हो। ल तर अब नेपालमा पुगिन्छ कि होइन खाने बेलामा। तर होइन फल्छ नि छिटै फल्छ। त्यतिखेर तिमी जाँदा त हिउँ पर झर्छ। यता झन् हाम्रो त मकवानपुरको डन खतरा बोला यार। अब यो गयो भाइरल भयो अब भाइरल विकास हो विकास सब्जी के रोप्न आँटेको यार? नेपालमा कृषि क्रान्ति गर्न नछ नि कोरियामा गरिरहेछ। ल ठिक छ। ल ठिक छ। यहाँनिर कहिले नखानेको छ बिचार यो भाइले चाहिँ साह्रै परेछ यार। माया लाग्यो यार। ल हाम्रो दाइले यहाँ चाहिँ कोरियामा चाहिँ तरकारी खेतीको लागि हाम्रो अर्को ब्लगलाई सबैले सब्सक्राइब लाइक कमेन्ट सब गरिदिनु होला। कृषि क्रान्ति हुँदैछ ए 7 जना अरूले उतापट्टि गर्दैछन्। अहिले पनि यहाँ त राम्रो फल्छ यो प्लास्टिक ल्याएर बिछाएर प्लास्टिक छ नि यहाँ ल है साथी हो हामीले चाहिँ आज हाम्रो भाइहरूले यतिको ड्याङ बनाएर गइसक्यो। अब यहाँनिर करेला रोपिन्छ बोडी रोपिन्छ काँक्रा लगायत सब्जीहरू रोपिनेछ। यहाँ यतिको छ भने यहाँ मास्तिर पनि छ ड्याङ बनाएको। एकदम खेतीमा काम गर्ने चाहिँ आनन्द आउँछ र चाहिँ अर्ग्यानिक खानेकुरा पनि पाइन्छ खान पाइन्छ। यो चाहिँ होममेड आफैले बनाएको फरुवा टाटा त्यो यसले खनेर चाहिँ
1 2 3 4 5 6 7वटा ड्याङ यहाँनिर चाहिँ अब मजाले रोप्ने यहाँ चाहिँ एकदम घाम आउँछ यता चाहिँ अलिक जङ्गल जङ्गल सेप हुन्छ यहाँ तल्लोपट्टि चाहिँ हाम्रो कम्पनी हो यतापट्टि पनि कम्पनी नै छ कोरियामा चाहिँ कस्तो छ भने जतै हान्दा पनि ढुङ्गा चाहिँ अब टिपेर हान्ने पनि कम्पनीमै झर्छ लगभग त्यति साह्रो कम्पनी छ अनि यो चाहिँ यसो यो साइडमा निस्किएको जग्गा उब्रिएको जग्गा भनौँ न यो कम्पनीको पनि होइन यो सरकारको हो न निजी व्यक्तिको हो यसरी चाहिँ सानो सानो जङ्गल जस्तो छ यहाँ चाहिँ खेती गर्दा हुन्छ यस्तो छ है गाइस ल ल राम्रो गर है केटा यहाँ पुरा फार्मरहरू यहाँ छ कृषि क्रान्तिमा हामी सुरजको नेतृत्वमा यहाँ पुरा दामी बनायो हेर्न लायक केटाहरूले यसरी प्लास्टिक ओछ्याइन्छ उता त सर यो अलिक सेन्टर पारेन बरु ड्याङ मिलाउन अलिक हामीले त यहाँ मिलाउँदै गर्दैछौँ यो प्लास्टिक नअट्ने जस्तो हो एकछिन ब्यालेन्स लिइहाल ब्यालेन्स छेकेर राख्दा पनि हुन्छ हाम्रो छेकेर सानो सानो साइज बनाउँदै गर्दैछौँ ल है दामी फलाउनु पर्छ केटा हो यहाँ चाहिँ हामीले के रोप्ने साङ्छु होइन अकबारे खोर्सानी रोप्ने होइन सोनम ल कुन ड्याङमा रोप्ने भनेर हो ल मेहनती छ केटाहरू हजुर रोपेको बेला पार्दा नि हुन्छ मैले त पहिला त अब रोप्ने बेलामै कहाँ रोप्ने त्यही अनुसार टाकटाक पारेर रोप्थेँ टाटा कम्पनी होममेड टाटा कम्पनीले चाहिँ खनिँदैछ यहाँ यति लगाइसक्यो है प्लास्टिक 2 जनाले यता फेरि 3 जना छ ल केटा राम्रो गर है प्रकाश किसानको छोरो नि त होइन ल केटा दामी बनाएछ केटाहरूले तरकारी किन्नु पर्दैन त फिक्स हो के गर्नु पर्दैन अरे तरकारी किन्नु पर्दैन यो फेरि एकचोटि भन त खाने त्यो साग रोपेर केही सब्जी किन्नु पर्दैन अनि फर्सीहरू पनि अनि भेन्डीहरू खोर्सानी अनि फलायो भने त होइन यसो महिनामा 2 खेप मात्रै किन्नु परेन भने धेरै जोकिन्छ पैसा होइन केटा तेल त अब किन्नै पर्यो फेरि त्यसमा होइन तेलको लागि पनि कि तोरी रोप्नु ठिक छ पहिला मासु खानलाई पुरा होइन तरकारी खानलाई त्यो गर्नु पर्थ्यो भने अब यहाँ आफ्नै जग्गा भइसक्यो होइन ल ठिक छ आमो क्या दामी गर्दैछ नि केटाहरूले यार केटाहरू लास्टै मेहनती छ हौ आमो हो यतिको मेहनत गर्ने मान्छे त कोरिया आउँछ है सबैजनाले हेरौँ है भिडियो हेरेर सपोर्ट गर्नु यतिको मेहनत गर्ने चाहिँ कोरिया आउँछ है पक्का आउँछ है नेपालमा यतिको काम गर्ने मान्छे एग्रिकल्चरमा काम गर्नु होइन फेरि भाषाहरू चाहिएन होइन होइन भाषा त प्राथमिकतामा पर्यो नि ल है केटाहरू जाँदा हेर केटाहरू अघि दिनभरि काम गरेर कम्पनीमा 8 घन्टा काम गरेर यहाँ अहिले पनि गरिरहेछ अहिले चाहिँ कृषिमा काम गरेको होइन ल ठिक छ यो हो नि त तरिका के हुन्छ अरे यहाँ चाहिँ हाम्रो गणेश भाइले भनेको चाहिँ उल्टै खर्च हुन्छ अरे हुनु चाहिँ हाम्रो यहाँ कति केमा लगानी हो 70,000 वन् खर्च भइसकेको छ नि यहाँ मलहरू किन्दा बिरुवा किन्दा तर त्यसको कम्तीमा पनि होइन 5 बल फलाउनु पर्छ केटा यता अब यस्तो भइसक्यो होइन
हाम्रो सनम भाइ एकदम मेहनती छ केटाले क्या गर्दैछ काम सनम प्रकाश गणेश उता फेरि हाम्रो सुरज अब यतापट्टि पनि छ यहाँ पनि केटाहरूले ड्याङ बनाइसक्यो अब यहाँनिर साङछु रोप्ने अथवा साग भनौँ न नेपालको रायो साग होइन यहाँ अलिक अर्कै किसिमको हुन्छ यहाँ चाहिँ फर्सी रोप्ने ठाउँ बनायो यता चाहिँ जङ्गल छ है जङ्गल यता अर्को कम्पनी छ हरियाली छ तल्लोपट्टि छाना देखेको चाहिँ हाम्रो कम्पनी हो यहाँ डाँडामा पनि खेती गरेको छ होला यसपालि यहाँ डाँडामा पनि खेती गर्छ भाइ अर्कै मान्छेले कटेजको बोर्डरहरू पनि छ यहाँ यतापट्टि चाहिँ अब अर्कै कस्तो छ यहाँ फेरि यहाँ त पुरा बारे लागेको छ मान्छे नआओस् भनेर यहाँ पनि छ खेती यहाँ त खेती गरिसकेको रहेछ ल यतापट्टि कम्पनी यहाँ प्याजहरू सागहरू हालिसकेको रहेछ है यतापट्टि कम्पनी यो कम्पनीदेखि उतापट्टि कटेर गउने रोड छ हाइवे यो कम्पनीदेखि उता गयो भने चाहिँ हाइवे छ है मेन रोड छ कोरियामा चाहिँ जता फर्के पनि कम्पनी नै हुन्छ प्रायः उत्पादनको क्षेत्र उत्पादनमा धेरै लगानी गरेको हुन्छ नेपालमा चाहिँ अब कहिले हुने यस्तो हेरौँ हुन्थ्यो होला टाउको मुन्टो खानुपर्छ क्या मिठो हुन्छ क्या यहाँनिर खुवाउँछ फर्सीमा खाइन्छ नि अनि अस्ति पहिला छानाभरि फल्छ त फर्सी छाना चढाएर काँक्राहरू लगाउनु त्यो कि छाना छैन फर्सी रोप्ने जग्गा खन्दैछ है सुरजको फर्सी राख्ने जग्गा त्यहाँ खन्दैछ फर्सी चरा आएको यता भन्दा उता रुख साइडमा लाउने यहाँ चाहिँ यता फैल्यो भने त्यो मुन्टा खाने भनेर ए यहाँ लगाइदियो भने उफमाथसम्म त्यस्तै जान्छ यहाँ आउँदा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने केटा हो अरिङ्गाल चाहिँ मलाई नि खेदाएको पर्छ पहिला मैले 3-4 टोको नि रोप्ने अरिङ्गाल है सरकार के हुन्छ अरे दामी छ है दामी छ है गएछ यता हेर ल त्यो बेला रोपेको करेलाहरू चाहिँ अस्ति नै फलेर पनि हामीले खाइसक्यौँ अब चाहिँ कोरियामा जाडो सुरु भएर चाहिँ यहाँ बोटहरू मर्न थाल्यो रोपेको र फलेको चाहिँ खिच्न पाइएन त्यतिखेर यस्तो थियो हाम्रो अब फेरि अर्को सालको लागि यहाँ यो फेरि जम्मै झारहरू फाडेर फेरि नयाँ गर्नुपर्छ यसमा यो जाडो गइसके पछाडि वैशाखतिर सुरु गर्नुपर्छ खोर्सानी चाहिँ अलिअलि नमुना छ यहाँ त्यतिखेर रोपेको हामीले यो खोर्सानीहरू अनि टमाटर पनि खाइसक्यो खोर्सानीहरू जम्मै यहाँ अहिले चाहिँ अलिक अल्छी लाग्दो छ हेर्दाखेरि तर अस्ति नै टिपेर हामीले खाइसकिहाल्यो यहाँ भिन्डी पनि अस्ति टिपेर खाइयो नभए त यहाँ त नमुना मात्रै देखियो यतापट्टि चाहिँ अझै पनि छ खोर्सानीहरू यहाँ अकबारे खोर्सानी पनि रोपेका थियौँ हामीले यहाँ अकबारे खोर्सानीहरू अझै पनि रहेको छ अब तर यो पनि चिसोले जान्छ अब यसको धेरै लामो आयु छैन यो ब्लग चाहिँ मैले धेरै पछाडि बनाएँ त्यही भएर चाहिँ अस्ति जग्गा खनेकोदेखि अहिले फलेकोसम्म छ तर बिचमा रोपेको चाहिँ छुट्यो यस्तो छ त अकबारेहरू तर खासै धेरै यो नेपालको जस्तो छैन भन्ने कुरा गरे साथीहरूले खै के भएर यस्तो भएको यो तर पिरो चाहिँ पिरै छ है फेरि
कोरियनलाई अस्ति 1-2 वटा चखाएको खानै सकेन ल है त यस्तो गर्दै यो भ्लग चाहिँ यहीँ अन्त्य गर्न पर्यो